हामी त तपाईँको गाउँमा आएर है ए सर पुरै रमाइलो गऱ्यौँ आज 9-10 दिन पनि भयो ए हजुर हजुर एकदमै चर्चित मामा हजुर 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 ए ठिक छ पत्रकार पनि हुनुहुन्छ ए हजुर हजुर तपाईँहरूलाई पनि मेरो ब्लगमा स्वागत गरेँ है धेरै समयपछि तपाईँको घरको गाउँमा चाहिँ पहिलोपटक चाहिँ आउने अवसर मिल्यो यतातिर एकदम रमाइलो हुँदो रहेछ हामी त हिजो रातभरि गीत गायौँ सक्यो हिजो साँझ हामी समापन गऱ्यौँ ए मैले साथीहरुले बान्जो र सुनिल भाइ त वाखला जानु भएको छ नि त्यहाँ सुनिल ब्लकमा अस्ति यता ठुलो गाउँमा हुँदाखेरि चाहिँ अलिकति त्यो नेटले नसाट्नले हामी चाहिँ अपडेट हुन सकेनौँ ए जन्तरेको यात्रा है कति घन्टामा आइपुग्नु हो यहाँ यता गाउँदेखि ए भर्खरै हिँड्नु भयो ए तपाईँको छोरा ए मिरुल कुन गाउँ तपाईँको ए पहिलादेखि तल बस्नु भयो बाटैमा भेट भयो हजुर हुन्छ हुन्छ हामीले अब यो गाउँठाउँमा भएका अमूर्त संस्कृतिहरूलाई बाहिर ल्याउने भालुवाङको कार्यक्रममा भेट भएको थियो म त घोराबाङ त उकालो होला भन्ने सोचिरहेको थिएँ तर यहाँ आउँदै गरेर यहाँ जब हामी यहाँदेखि माथि पस्यौँ यहाँ ओहो यहाँका माथि गइसकेपछि त ए तेलखोला हो तेलखोलाको गाउँमा पनि पसेर यहाँ भेनासँग भलाकुसार गर्दै गाउँभरि डुल्ने एकदम सपना त्यो चाहिँ पुरा गर्न सकिएन अर्को साल चाहिँ हामी अर्को साल आउँछ हुन्छ हुन्छ ल हुन्छ जानुला म्याम है ल हुन्छ ठ्याक्कै बाटैमा भेट भयो तपाईँहरूलाई पनि शुभयात्रा है ल ए पूजाको लागि आउनुभयो है बुवाहरू ए दिदीहरू हामी त तपाईँहरू यता गाउँतिर आएर मेला हेरेर फर्किँदै पो छौँ हजुर हिजो साँझ सिद्धियो अरे ती ए तपाईँको यता ए माउलो मामा ए ठ्याक्कै बालकुमार भेनाको माउलो मामाहरूसँग चाहिँ भेटघाट हुने अवसर मिल्यो ओहो ए खुसी लाग्यो यार उहाँले पनि मेरो भिडियो हेरिदिनु हुँदो रहेछ डाङ बसेर बालबाङ बसेर पनि जस अहिले गाउँबाट तल बस्नु भए तापनि हामी उहाँहरूको चाहिँ एउटा गाउँलाई गर्ने माया होइन गाउँप्रति उहाँहरूको चाहिँ एकदमै सकारात्मक सोच होइन त्यस कारणले गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ तल बसेर हाम्रो गाउँघरको रीतिरिवाज संस्कृतिलाई चाहिँ उहाँहरूले निहालिराख्नु भएको छ थ्याङ्क यू सो मच अब हाम्रो भेनाको यात्रा भेना र मेरो चाहिँ दुवैजनाको यात्रा अब ठुलो गाउँ करिब 20-25 मिनटमा ठुलो गाउँ पुग्छौँ कि भेना होइन 20 मिनटमा पुग्छौँ होला यात्राको क्रममा छ मैले पनि